धान काट्न सुरु भयो। तपाईहरुतिर चाहिँ कसरी काट्छ? हाम्रोतिर त यसरी काट्छ। कुरो कुरो पनि रहेछ हेर्नु त यहाँ मेरो कपडा त कस्तो टाँसेको। अलिकति कालो आयो। मान्छे कालो अनि फोटो कालो। अहिले राति भयो कि अलिअलि त्यही भएर यसो उतातिर खिच्ने भने राम्रो आउँथ्यो त त्यो जता घाम त्यो परेको अलि उगार भने उतातिर खिच न सेतो निकाल खिच न कालो निकाल सेतो मान्छेले सिधै निस्किन्छ ल खै अनि कालो मान्छेले कालो निस्किन्छ। कालो पो भयो म गोरी छु त नि किन कालो निकालेको काट्नु न ह भिडियो बनाउँछु भनेको त उसको हतारले नि टेरिङमा कति साह्रो सजिलो हो यहाँ ल यसरी यसरी काटिन्छ। काट्नु न आमा कोही पनि काट्दैन त हौ म भिडियो बनाउँछु। धान काटे के छ काटेको देखिरहेको छेउछेउ चाहिँ फुल फुलेको छ। धानको पाला विश्वको माया गरिब धनी सबैलाई बराबर। कानेले घुवा चढाएको छ भन्थे बडीले यहाँ पनि चढाएको छ छोरी के खाँदैछ? ए मान्छे यसलाई पछाडि के खाँदैछ हेर्नु त। फुल फालिदिएको फुल आफै टिप्यो होला नि त्यहाँ हेर त यत्रो बुझो लाग्यो फालिदिनु। सेउ पो दिएको थियो त अघि सेउ फालेर यो फुल टिपेर भ्याइसकेको छ। आमामामा त्यत्रो बुझो हाल्ने हो गइएला फेरि त्यही त त्यो गरिदिनु अझै छ कि क्या हो हेरिदिनु न। पानी हौ गएर पानी हौ त खै पानी यहाँ चिसो छ अड्काइ कि घाँटीमा भनेर खाने बानी भएको छ। यसरी राखिन्छ धान काटिसकेपछि। यसरी हाम्रो आमा हाम्रो घरबेटीको के अरे आमा चुकी जेठानी अनि हेमा आन्टीलाई चाहिँ के पर्छ? नन्दा। सिमी चाहिँ छोरी के पर्छ अरे? भदिनी। अनि अङ्कल घरबेटी अङ्कल हाम्रो यो 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 धानको सौ राम्ररी खाऊ सेलरोटी खाऊ चिउरा खाऊ सेलरोटीमा धुलो कसले बनायो? रोटीमा दुल्लो कसले बनायो? ताइजिनको खेती कसले रोप्यो? त्यो आलु दही हरायो है। अहिले फेरि नयाँ गीत रेकर्ड गर्दैछ। ताइजिनको चिउराको कसले खिच्यो भने चिउरा चाहिँ मिठो लाग्यो दार्जिलिङको मिठो हुन्छ नि यसको मिठो हुन्छ भात त खाएको छैन कि खाएको छ। त्यो बुढी आमा कहाँ गयो? ऊ पारी यी बिलाइको अहिले पर त बुढी घर त सर्लक गयो
यसलाई चाहिँ यहाँ धान काटेको हेर न काम भिडियो बनाएर दिँदैन फुची यति धेरै छ के गर्नु कहिले काट्ने भ्याउने हो काटेर कहिले भात खान पाउने हो यार तिमी त माथि पनि फुल टिप्दै हुनुहुन्छ फुल चाहिँ यसपालि चाहिँ डेन्जर राम्रो फुलेछ हौ यस्तो राम्रो फुल फुलेको ठुलो मेला भयो उँधो पनि घ्याएको मेलै ठुलो आयो धानै धान छ हौ आहा कति राम्रो देखेको भाइ यो घामले कस्तो दामी देखेको ला 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 हेलो सानो मान्छे हौ कस्तै हाँसे सन्चै छौ तिमी हेलो Baby is starting tak-takin going. नचला न छोरी ए साह्रै चल्छ भनेको हेर्ने नि यहाँ ऊ झन् रमाइलो गर्नलाई ल्याएर छु यसलाई धान काट्नलाई ला अब धान पनि काट्यो अब तिहारमा त हामी फोटो कहाँ खिच्नु हौ फोटो खिच्नु सबै काटिसकिन्छ नि त्यतिखेर त फोटो खिच्ने तनाव भयो अनि तनाव भयो त तनाव के छ पढालेको काम नपाएर चाहिँ धान काटेपछि त पराल त हुन्छ हैन घन्टाको बनाउन लाग्यो क्या भिडियो अलिक छोटो बनाएर काट्नु है त्यहाँ मिसिन लाउनुपर्छ मिसिन लाउनु ठाउँमा अलिक छोटो बनाएर काट्नु काने घाँसको गुल्लो दामी ब्रिज देखेको लामो लामो त्यही त तिमी बोल न हौ के बोल्नु हौ भ्लग बनाउने मान्छे हो बोल्ने त ए भगवान् ए मलाई लडाउँछ क्या सनसेट देखाऊ देखाएर छ हौ कस्तो दामी आएर छ यहाँ बस न जुम गरेर सनसेट देखाऊ देखाउँदैछु त देखाउँदैछु काट्न भ्याउनलाई यहाँ चाहिँ हाम्रो हजुरआमा चेपमा बसेर काट्नु भएको छ लुकी लुकी